अनि यो छेत्री बाहुन नआउनुको कारण चाहिँ अब हुन त भरे मलाई अब गाली गर्ला नि होइन तर देश बिगान भनेको नि तपाईँको सबै छेत्री बाहुनले हेर्थ्यो त्यो कुरा चाहिँ एकदम म ठोक्काउन साथ भन्छु होइन हुन त मैले जनाइ लागेको छु होइन म छेत्री बाहुनकै छोरो हो तर जसैले त्यसै गाली गरौँ नि यो गाली गरेर पुत्ला डढाएर यो गाली गरेर केही हुनेवाला रहेनछ होइन अन्तिम विकल्प भनेको श्रमदान रहेछ हाम्रो काम गर्नु पर्यो एकदम यो के अरे भाषण शासन यो दुनियाँ थोकभन्दा पनि आजको युग भनेको श्रमदान नै हो त्यसै अब तपाईँको विश्वले अब श्रम पिता भनेर अब हाम्रो हर्क सरलाई चिनेको छ र आजभन्दा अब तपाईँको 8 वर्ष अगाडि हर्क सामान को थियो र होइन र एउटा बहुला एउटा यसको पछाडि कोही छैन त्यत्तिकै मिडियाले एउटा यो लिएर कुद्छ भन्थ्यो होइन आज सत्य भनेको नि जहिले नि एक्लो हुन्छ क्या होइन हर्क सामाङसँग त अब अहिले मेरो भेटाएर पनि भएको छैन तर उहाँको चाहिँ अब 84 मा 6 नम्बर वार्डबाट चाहिँ एकदम चुनाव भयो भने सरकारले त चुनाव हुन दिँदैन होइन अब किनभने हामी हार्छौँ यो 84 भनेर पक्कै यिनीहरूले चाहिँ यो चुनाव चाहिँ गर्दैन यो एकदम म ठोक्का दिन्छु यसको चाहिँ भसेबाडी होइन तर भयो भने चुनाव भएछ भने चाहिँ हर्क सरकारलाई चाहिँ एकदम अहोरात्र 6 नम्बर वार्डबाट चाहिँ एकदम म चुनावको लागि चाहिँ लड्ने हो ओहो ल एकजना अभियन्ता आज थपिनु भयो एकजना थपे होइन श्रमदान महाअभियानमा यो श्रमदानमा म नआए पनि एकदम मेरो मन चाहिँ म एकदम यो भिडियोहरू हेरिरहन्थेँ होइन गरिरहन्छु आहा भनिरहन्छ मन मान्थेँ होइन तर आज चाहिँ जाउँ त के रहेछ छेत्री बाहुन कतिको रहेछ के रहेछ भनेर आएको वास्तवमा म एक्लै हुने हो कि जस्तो यहाँनिर आज चाहिँ अब तयारी मात्रै हुन्छ भोलि तपाईँ आउनु पर्यो त्यसो भने भोलि चाहिँ यहाँ बृहत फेरि यो तलतिर जुन यो सेटिङ लगाइँदैछ त्यो प्लम वाल ढलाइ हुन्छ आज चाहिँ हिजोको अब काम सकिएको अलिअलि मात्रै तयारी हो क्या यो श्रमदानमा होइन अब लाज हुन्छ अब यत्रो आजको युगमा श्रमदानमा अब पहिलोचोटि भन्दा त होइन र पनि अब जो आइयो भनौँ न बुझेर आइयो एकदम ढिलो आयो तर कडा आयो भन्छ नि अबको विकल्प भनेको चाहिँ श्रमदान नै हो अरू केही छैन यो नेताहरूले गर्छन् यताउता भनेर केही पार्नुलाई पनि हुन्छ अब जस्तो यो श्रमदान गर्दाखेरि पनि हर्क साम्पाङ र श्रमदानको कामलाई श्रमदाताहरूले गाली गलोच आलोचनाहरू गर्छन् नि नेताहरू अथवा राजनीतिक कार्यकर्ताहरूले होइन त्यो त अब यसो हो भने त्यो त अब यो हर्केले जित्ने भयो धराले खाने भयो हाम्रो इलाका हो होइन अब तपाईँको अब यो हाम्रो यो सुनसरी जिल्ला यो धरान भनेर तपाईँको अब एमालेको लाल किल्ला यहाँ यसरी यो किल्ला गाडेको थियो नि यो कसैले पनि हल्लाउन सकेको थिएन होइन अब एउटा आएर अब त्यो पनि पार्टीको होइन स्वतन्त्र व्यक्तिले हल्लायो अब हाम्रो खैरा छैन यसलाई चाहिँ अब के गरेर हुन्छ कसो गरेर हुन्छ झुटा मुद्दा लाएर हुन्छ के गरेर हुन्छ भनेर फुटाउँदै तानेको हो होइन तर हर्क सरलाई म कोहीसँग नतर्काउनु होइन एकदम बडा हिँड्नु तपाईँको अहिलेको भनेको कानुन साह्रो हुन ठुलो कुरो भनेको जनता हो होइन जनताको साथ छ हर्क साम्पाङलाई हाम्रो बालेन सरलाई हाम्रो गोपी हमाललाई होइन यसरी नै अनि अब अहिले यो म सुन्दैछु तपाईँको यो हाम्रो के यो प्राधिकरणको मान्छे कुना घिसिङ उहाँले पनि होइन अब यसरी नै यो हर्क गोपी बालेन जस्तै तपाईँ जनताको माझमा जानु आउनु भन्न चाहन्छु उहाँले पनि भक्तपुरमा चाहिँ श्रमदानमा सहभागी अनि यो देखिरहेको थियो होइन अब उहाँहरू जस्तै मान्छे आउनुभयो क्या सर यो के अरे यो हुँदैन बिहान मिरमिरे तारेर झरेर नगए बन्दैन मुलुक 2-4 सपुत मरेर नगए भन्छ नि अब यी सपुतहरूमा अब तपाईँको यो केपी बा प्रचण्ड शेर यिनीहरू यो नखुसीगाउनु चाहिँ नि नमरिकन चाहिँ साँच्चै होला म कसमको साथ भन्छु होइन यो जनै लगाएको छु होइन हुँदैन र अब बनाउने भनेको जनताले होइन क्या देश जनताले के अरे नेताले देश बनाउँदैन जनताले बनाउने हो अनि त्यो हात चाहिँ 1 वर्ष त 5 अबको 84 मा होइन त्यो चुनावको दिन चाहिँ हात परिवर्तन भएर एक दिन सबैजनाले स्वतन्त्रमा भोट लाग्यो भने देश बनियो होइन हाम्रै पार्टी हाम्रै गिरिजाबा हाम्रै बा हाम्रै उबा के बा भन्यो भने चाहिँ यो अहिले गिरिजा त हुनुहुन्न अब देउबा हुनुहुन्छ यस्तो भन्यो भने चाहिँ होइन बिदा गर्नु पर्यो अझै तपाईँहरूको अब हाम्रो छोराछोरी कति दुःख पाउने हाम्रो पायौँ हाम्रो बाबुबाजेले एमाले म पनि तपाईँको आमाको पेटबाट होइन एमाले हो म पनि जन्मदै एकदम होइन तर अब पछि आएर बुझ्यो होइन अब अहिले म त्यही खाएको छु होइन म यो कुनै पार्टीमा छुइनँ म एकदम स्वतन्त्र हो हर्कको पछि कुद्ने हो बालनको पछि कुद्ने हो होइन अब
अब तपाईँको स्वतन्त्रको यात्रा आजदेखि सुरुवात भयो श्रमदानको महायात्रामा हजुर यो मेरो पहिलो खुड्किलो तपाईँलाई एकदम स्वागत पनि छ होइन बिना कुनै हिचकिचावट होइन कसले के भन्छ भन्नेतिर ध्यान नदिकन पक्कै पनि तपाईँ आजदेखि सुरुवात तर यो अरू सबै काटे पनि होइन यो देश चाहिँ यो बाहुनेहरूले नै यो काटेको भन्ने चाहिँ होइन अन्त भरे मलाई यो गाडी गोला आउँछ होला होइन तर एकदम ढुक्काको साथ भन्छु होइन देश यिनीहरूले बिगारेको हुन् यिनीहरूको पछि नकुद्न चाहिँ म अझै पनि जनताहरूलाई चाहिँ होइन आग्रह गर्दछु अब यो आज यहाँको यो 16 नम्बर वार्ड होला होइन यहाँनिर अब हामी 15 को साथीहरू पनि हुनुहुन्छ 6 को हुनुहुन्छ 20 को हुनुहुन्छ 18 को हुनुहुन्छ 17 को हुन्छ होइन म किन आउनु भन्दाखेरि सबै अबको बिग्रो भनेको श्रमदान हो क्या एकदमै तपाईँको नाम पनि भनिदिनुहोस् न मेरो पुरुषोत्तम आचार्य होइन हजुर